नमस्ते। एउटा कुरा सोचौँ त, यदि जीवनको कुनै अर्थ नै छैन भने के हुन्छ? सायद हामी खुसी हुन्छौँ होला। सुन्दा कस्तो अनौठो लाग्छ होइन? तर आज हामी यही अचम्मको आइडियाबारे कुरा गर्नेछौँ। कसरी शून्यताले पनि आशा देखाउन सक्छ? ल सुरु गरिहालौँ। यो कुरा बुझ्नको लागि एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स फिल्म एकदमै राम्रो उदाहरण हो। त्यो फिल्मले एउटा गजबको आइडिया अगाडि सार्छ, आशावादी शून्यवाद अर्थात् निहिलिस्टिक अप्टिमिज्म। तर प्रश्न यहाँनिर आउँछ, केही पनि कुराको अर्थ छैन भन्ने कुराले कसरी कसैलाई निराश बनाउनुको साटो झन खुसी र उत्साहित बनाउन सक्छ? यो त उल्टो सुनिन्छ नि, होइन र? हो, फिल्मले हामीलाई यही प्रश्नमा ल्याएर छोडिदिन्छ। त्यसो भए यो आशावादी शून्यवादी हुनु भनेको आखिर के रहेछ त? आजको हाम्रो यो विश्लेषणमा हामी यही प्रश्नको जरासम्म पुग्ने कोसिस गर्नेछौँ। ल, यो विरोधाभासलाई बुझ्न सबैभन्दा पहिले त यसको मुख्य कन्सेप्टलाई नै प्रष्ट पारौँ। आखिर यो शून्यताभित्रको आशावाद भनेको के हो? यो बुझ्नको लागि पहिले शून्यवाद अर्थात् निहिलिज्म भनेको के हो त्यो जान्नुपर्छ। निहिलिज्म एउटा यस्तो दर्शन हो जसले के भन्छ भने मानव अस्तित्वका आधारभूत कुराहरू जस्तै सत्य, ज्ञान, नैतिकता, मूल्य, अर्थ यिनीहरूको कुनै ठोस आधार छैन। अझै सरल भाषामा भन्नुपर्दा यो ब्रह्माण्डको कुनै खास अर्थ वा उद्देश्य नै छैन। हामी यहाँ किन छौँ, केका लागि छौँ भन्ने कुराको कुनै रेडिमेड जवाब छैन। अब रमाइलो कुरा के छ भने यही बिन्दुमा आएर शून्यवाद दुई फरक बाटोमा मोडिन्छ। पहिलो बाटो हो निराशावादी शून्यवाद। यसले भन्छ कुनै अर्थ छैन, त्यसैले जीवन नै बेकार छ, सबै व्यर्थ छ। तर अर्को बाटो जुन आजको हाम्रो विषय हो, आशावादी शून्यवाद, त्यसले के भन्छ भने वाह, कुनै थोपिएको अर्थ छैन, यसको मतलब त हामी आफ्नै अर्थ, आफ्नै उद्देश्य बनाउन पुरै स्वतन्त्र छौँ। यो त निराशा होइन, यो त एक किसिमको मुक्ति हो, परम स्वतन्त्रता हो। अनि यो आइडिया सुन्दा जति आधुनिक लागे पनि अचम्मको कुरा के छ भने यसको जरा त संसारभरका पुराना दर्शनहरूमा एकदमै गहिरोसँग जोडिएको छ। हजारौं वर्ष पहिलेदेखि नै संसारका अलग अलग कुनामा रहेका विचारकहरू एउटै निष्कर्षमा पुगिरहेका थिए। त्यो हो संसार निरन्तर परिवर्तन भइरहन्छ। जस्तै ईसापूर्व 5औं शताब्दीतिर ग्रिसमा हेराक्लिटसले भनेका थिए सबै कुरा नदी जस्तै बगिरहन्छ। ठ्याक्कै त्यही समयतिर पूर्वमा बौद्ध धर्मले अनित्य अर्थात् अस्थायित्व इम्पर्मानेन्सलाई आफ्नो मुख्य शिक्षा बनायो। अनि त्यसको पनि शताब्दीयौंपछि रोमन सम्राट मार्कस अरेलियसले पनि सबै कुरा कसरी निरन्तर परिवर्तन र क्षय भइरहेको छ भनेर लेखे। मतलब यी सबैले एउटै सत्यलाई देखाइरहेका थिए, यहाँ केही पनि स्थायी छैन। मार्कस अरेलियसको यो भनाइले स्टोइक दर्शनको सार नै बताउँछ। उनीहरूको लागि यो परिवर्तन डराउनु पर्ने कुरा थिएन। यो त जीवनको प्राकृतिक नियम थियो। सबै कुरा एक दिन सकिन्छ भन्ने सत्यलाई स्वीकार्न सक्नु नै उनीहरूको नजरमा वास्तविक शक्ति थियो। ल, अब अलिकति समयमा फड्को मारौँ र 20औं शताब्दीमा जाउँ। यो समयमा दुईजना विचारकले अर्थहीनतालाई एकदमै नजिकबाट यसको सबैभन्दा चरम रूपमा सामना गरे। यो हो सिसिफसको कथा, एउटा पुरानो ग्रीक मिथक। देवताहरूले सिसिफसलाई एउटा श्राप दिएका थिए। उसले एउटा ठूलो चट्टानलाई पहाडको टुप्पोसम्म धकेलेर लैजानुपर्छ। तर जब ऊ टुप्पोमा पुग्ने लाग्छ, त्यो चट्टान फेरि तल खसिहाल्छ अनि उसले फेरि सुरु गर्नुपर्छ, सधैँको लागि। यो त कहिल्यै नसकिने व्यर्थको मेहनतको सबैभन्दा शक्तिशाली प्रतीक हो। यही कथालाई आधार बनाएर दार्शनिक अल्बर्ट कामुले दि एब्सर्ड अर्थात् निरर्थकताको अवधारणा अगाडि सारे। दि एब्सर्ड भनेको के हो त? यो भनेको एकातिर हामी मानिसहरू छौँ जो जीवनको अर्थ खोज्न, एउटा जवाफ पाउन चिच्याइरहेका छौँ, अनि अर्कोतिर यो ब्रह्माण्ड छ जो पुरै मौन छ, चुपचाप छ, कुनै जवाफ दिँदैन। हो, यही हाम्रो अर्थ खोज्ने चाहना र ब्रह्माण्डको मौनता बीचको जुन खाडल छ नि, त्यसैलाई कामुले दि एब्सर्ड भने। अब अर्को पात्रतिर जाउँ, विक्टर फ्राङ्कल। उनले यो दार्शनिक समस्यालाई किताबमा मात्र पढेनन्, उनले त यसलाई सबैभन्दा क्रूर र वास्तविक तरिकाले भोगे। दोस्रो विश्वयुद्धको यातना शिविर कन्सन्ट्रेसन क्याम्पमा बस्दा उनले यो द्वन्द्वलाई आफ्नै आँखाले देखे। अनि उनले एउटा प्रश्न सोधे, यस्तो चरम अकल्पनीय पीडाको बीचमा पनि मानिसहरूले बाँच्ने अर्थ कसरी फेला पार्छन्? अनि फ्राङ्कलले के देखे भने त्यहाँ बाँच्न सफल भएकाहरूले शारीरिक रूपमा मात्र सङ्घर्ष गरिरहेका थिएनन्, उनीहरूले मानसिक रूपमा आफ्नै लागि अर्थ बनाइरहेका थिए। जस्तै कोही कला वा सङ्गीत जस्ता सृजनात्मक काममा लागेर,
कोही आफूभन्दा कमजोर अरू बिरामीको सेवा गरेर, वा कोही चाहिँ फ्र्याङ्कलले आफैले जस्तै भविष्यमा यो अनुभवबारे लेक्चर दिन्छु भन्ने सपना देखेर। यी सबै त्यो चरम अर्थहीनताको बीचमा उद्देश्य बनाउने एकदमै शक्तिशाली तरिकाहरू थिए। त्यसो भए यहाँनिर एउटा एकदमै रोचक कुरा देखिन्छ। एकातिर संसारको सम्राट, अर्कोतिर यातना शिविरको कैदी। यति फरक पृष्ठभूमि र समयका यी विचारकहरू, तर उनीहरू एउटै शक्तिशाली निष्कर्षमा पुगे, हाम्रो वास्तविक शक्ति बाहिरी संसारमा होइन, बरु भित्र कतै छ। त्यो बेलाको संसारको सबैभन्दा शक्तिशाली मान्छे सम्राट मार्कस अरेलियसले के बुझे भने असली शक्ति बाहिरका घटनालाई नियन्त्रण गर्नुमा होइन, असली शक्ति त ती घटनाहरूप्रति आफ्नो सोच र दृष्टिकोणलाई नियन्त्रण गर्नुमा छ। अनि यातना शिविरको कैदी भिक्टर फ्र्याङ्कलले के पत्ता लगायो भने उनीहरूले शरीरलाई बन्दी बनाउन सक्लान्, तर आफ्नो दृष्टिकोण छान्ने र अर्थ खोज्ने स्वतन्त्रता त्यो कसैले खोज्न सक्दैन। उनले देखे कसरी अर्थहीन लाग्ने पीडालाई पनि एउटा मानवीय उपलब्धिमा बदल्न सकिन्छ। र अन्तमा दार्शनिक अल्बर्ट कामुले के निष्कर्ष निकाले भने त्यो सिसिफसको व्यर्थ काममा पनि जब उसले आफ्नो अवस्थालाई बुझ्छ र त्यो निरर्थकता विरुद्ध विद्रोह गर्छ, त्यही सङ्घर्षले एक प्रकारको खुसी सृजना गर्न सक्छ। त्यसैले कामुले भने हामीले सिसिफसलाई खुसी भएको कल्पना गर्नुपर्छ। ल, अब एउटा अन्तिम तर एकदमै सुन्दर उदाहरण हेरौँ जसले अहिलेसम्मका सबै विचारहरूलाई एकै ठाउँमा ल्याएर जोड्छ। तिब्बती बौद्ध परम्परामा भिक्षुहरूले हप्तौंसम्म लगाएर लाखौं रङ्गीन बालुवाका कणहरू जोडेर एकदमै जटिल र सुन्दर मण्डलहरू बनाउँछन्। यो यति मेहनत र ध्यान लगाएर गरिने काम हो कि त्यसको अन्तिम नतिजा साँच्चीकै नै मनमोहक हुन्छ। तर त्यो कलाकृति पूरा हुने बित्तिकै के गरिन्छ होला? त्यसलाई विधिपूर्वक नष्ट गरिन्छ। हो, सबै बालुवालाई जम्मा गरेर नदीमा लगेर बगाइन्छ। यसको सन्देश एकदमै प्रष्ट र शक्तिशाली छ। महत्त्वपूर्ण कुरा त्यो अन्तिम कलाकृति होइन, त्यो बनाउने प्रक्रिया थियो। यो पुरानो अभ्यासले हामीलाई के सिकाउँछ भने अस्थायित्वलाई, इम्पर्मनेन्सलाई स्वीकार्नु नै यस्तो संसारमा अर्थ खोज्ने चाबी हो जहाँ केही पनि सधैँका लागि टिक्दैन। सुन्दरता सृजना गर्ने काममा थियो, मूल्य त्यो ध्यान र प्रयासमा थियो, र उद्देश्य त्यो सबै कुरालाई छोडिदिने कार्यमा थियो। त्यसो भए अब फेरि त्यही प्रश्नमा फर्कौं। यदि सबै कुरा अस्थायी छ, केही पनि सधैँ टिक्दैन भने साँच्चै महत्त्वपूर्ण के हो त? यो प्रश्नले हाम्रो आजको पुरै विश्लेषणलाई एकै ठाउँमा ल्याउँछ र हामी सबैलाई सोच्न बाध्य बनाउँछ। सायद ब्रह्माण्डले हामीलाई कुनै रेडिमेड अर्थ दिँदैन, तर त्यसको सट्टामा यसले हामीलाई त्योभन्दा पनि ठूलो उपहार दिएको छ, आफ्नै अर्थ सृजना गर्ने परम स्वतन्त्रता।